guys, welcome to my back new vlog. अनि सम्पूर्ण YouTube फ्यामिलीहरूलाई मेरो हृदयदेखि नै नमन गर्न चाहन्छु। के छ खबर? तपाईहरु सन्चो हुनुहुन्छ होला हैन? आशा छ यहाँहरु सन्चो हुनुहुन्छ होला भन्ने। आज मेरो नयाँ भिडियो रहेको छ मुमै पारेर घिउ बनाउने तरिका। यस। यो रह्यो दुधको छाली। दूध र दहीको छाली मिक्स गरेको। यो भयो भने चाहिँ हामीले मोही पनि खान सकिन्छ। छिटो छिटो मोही पार्नु पर्छ तर लामो समय राख्नु भएन। अब यो मेरो औँठीमा लाग्छ त्यही भएर औँठी खोल्दैछु म चाहिँ। मैले औँठी राखिसकेँ साथीहरु। अब हेर्नुस् यो चाहिँ दही र दुधको छाली हो। यसलाई दुईटै मिक्स गर्ने हो। यसो गरेर मिक्सरमा हाल्ने हो। यसो गर्ने हो। अब यसलाई पानी पनि सँगै हाल्ने साथीहरु। हेर्नुस् है मैले यसलाई पानी पनि हालिसकेँ। अब यसको बिर्को ढकनी लगाइदिन्छु। अब म यसको यो खोल्छु बत्ती। अब अन गर्छु। रेडी भइसक्यो क्या साथीहरु। यसमा चाहिँ तपाईहरु कतिजनाले यसो गरेर मोही पार्नुहुन्छ मेरो जसरी भन्नुस् ल। सबैजनाले सेयर गर्नु हो तपाईहरुले कसरी पार्नुहुन्छ। मेरो चाहिँ तरिका यो है साथीहरु। अब म चाहिँ घिउ राख्ने भाँडो ल्याउँछु। पकाउने भाँडामा एकैचोटि हाल्ने हो मैले साथीहरु। यसो गरेर देख्नु ल।
साथीहरू कसलाई घिउ मनपर्छ? साह्रै रमाइलो लाग्छ क्या घिउ घिउ नि मोही पारे घिउ राख्नु जस्तो मजा केही जस्तो लाग्दैन क्या साथीहरू जस्तै आनन्द घिउ भन्न चाहिँ होइन भन्दा त्यही हुन्छ क्या तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्न ल कमेन्ट गर्न भन्नु सबैजनाले माया दिनु होला ओके साथीहरू सबैले माया गरिदिनु न प्लिज हामी जस्तोको पनि कहिले कहिले भिडियो हेरिदिनु न साथीहरू साह्रो मरेर लानु त एउटा भिडियो हेरेर एउटा सब्सक्राइब यसो छास्स छोइदिएर एउटा छास्स सानो मिठो कमेन्ट छोडिदिँदा एउटा चट्ट लाइक गरिदिनु के छ हौ के कसैले केही दिनु पर्दैन कसैलाई केही लानु पर्दैन मरेर लाने हो गइन्छ मरिन्छ सबैलाई थाहा छ त्यो पनि के को घमण्ड साथीहरू भिडियो पनि पुरै हेरिदिनु फुल वाच गरिदिनु अनि सबैजनाले साथ सपोर्ट दिनु एकअर्काले साथ सपोर्ट गरेको अगाडि बढिन्छ त हो साथीहरू सबै त त्यही हो नि तपाईँहरूलाई पनि त साथ सपोर्ट चाहिन्छ मलाई पनि चाहिन्छ साथ सपोर्ट अनि सबैलाई चाहिन्छ के साथीहरू मरेर लाने केही छैन जिन्दगीमा एउटा सब्सक्राइब गरेर एउटा कमेन्ट मिठो कमेन्ट गरेर एउटा लाइक गर्दाखेरि केही जाँदैन कसैले केही दिनु पर्दैन कसैका घरको भाडाको भात दिनु पर्दैन कसैले रुपियाँ पैसा गर्न दिनु पर्दैन साथीहरू त्यही भएर भनेको मैले चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो हेर्नु त घिउ यस्तो भयो घिउ यति भन्छ आज मेरो अब म यसलाई तताउँछु हुन्छ है साथीहरू तपाईँहरूलाई कस्तो लाग्छ यो घिउ यसो गर्दाखेरि अनि चट्ट खाएर बस्दामा लाग्छ कस्तो लाग्छ भन्नु न कस्तो फिलिङ्स आउँछ साथीहरू कमेन्ट गर्नु ल पानी पनि हाल्छु है म चाहिँ साथीहरू तताउँदा तपाईँहरू के गर्नु
लाइटर किधर साथी लाइटर किधर है हेर्न पानी पानी पनि राख्नुपर्छ क्या घिउ तताउँदा चाहिँ पानी